हामी यहाँ जुइस टाउनमा आइपुगेको छ। आज डे 6 को हाम्रो जर्नी यहाँ हुँदैछ। कन्टिन्युसली वी आर इन्जोइङ मुभिङ अल अराउन्ड। र जुइसको पुरानो टाउन रहेछ, त्यहाँ हामी जाँदैछौँ, घुम्दैछौँ। अल आर वकिङ हेड। एकदमै ऐतिहासिक उयसले भरिएको रहेछ, दोकानहरू यहाँ देख्न सक्नुहुन्छ है। This is so beautiful. फोटो खिच्ने कार्यक्रम चलिरहेको छ। जुइस people praying all the time. क्लियर गर्दैछ, राम्रो सोचेर एकदम शान्तिपूर्ण रहेछ। कोचिङको टाउनमा हामी अहिले वक गरिरहेको छ। यो ज्युजहरूले पहिला फरेनर्सहरूले एकदमै यहाँनिर राज गरेको टाइममा चाहिँ अब एकदमै है मजाले बसेको थिएछ सेटल भएर। राइडको निम्ति निस्किँदैछ यहाँनिर, यहाँबाट सिट आएको देख्नुहुन्छ तपाईँले। यस्तो सिटमा पनि अब एक राइड हिँड्नु लागि जाँदैछ। एकदमै दामी जग्गा रहेछ कोचिङ चाहिँ। पहिला ब्रिटिसर्सले अकुपाई गरेर चाहिँ पहिल्यैदेखि नै अब एकदमै डेभलप गरेको जग्गा हो। अहिले धेरै नै झन् डेभलप भएको रहेछ, एकदमै मजा आइरहेछ अहिले कोचिङमा। पत्र मात्र हुनुपर्छ सिटमा हेर्नुहोस्। अब हामी पनि यहाँ चढ्दैछ सिटमा। Motor ride. Let's go. Wow. Let's see. यसरी बसिरहेको छ अहिले है। सिटमा एकदम आनन्द आउँछ। ऐसे चालू है। दोस्त को यहाँ मिलाया अभी, दोस्त को मिलाया अभी। कहाँ से आया? अच्छा, बिहार का। बिहार का है, सिक्किम से आया है। बहुत अच्छा लग रहा है, नया नया दोस्त मिल रहा है।
यहीँ हुन्छ अब यहाँतिर साउथ इन्डियाको बिच भनेपछि अब एकदमै फेमस जग्गाहरू हो अब यो बिचमा चाहिँ के गर्छ तपाईँले नजानु हावा आइरहेको छ एकदमै यो चाहिँ एकदम बिच एरिया कोचीको पानी छ बिच चाहिँ अब हामी यहाँनिर बोटिङ गर्नुको लागि आइसकेको छ यो बोटिङ के कस्तो हुँदो रहेछ हामी देखाउनेछौँ दिस इज कोचिनको यो जुइस कोलोनीमा आएको छ है त्यहाँनिर चाहिँ धेरै अगाडि चाहिँ अब जुइसले एकदमै राज गरेको थिएछ समुद्रको पानी चाहिँ अब मैला छ भनेको चाहिँ यहाँनिर प्रुफ देख्न सक्छ है मान्छे जति बढ्यो समुद्रको पानी चाहिँ त्यति मैला हुँदै जाँदैछ यसलाई अब क्लिन गर्नुपर्ने सबैको एउटा जिम्मेवारी पाउँछ जग्गा एकदमै दामी फुल अफ नेचुरल भ्युजले भरिएको जग्गाहरू छ यो बिचको नजारा एकदमै दामी छ वाकको लागि एकछिन निस्केको छ मान्छेहरूको धेरै भिड पनि छ हावा एकदमै दामी आइरहेको अहिले अवस्थामा वाउ बिच कोची ब्रिजमा आनन्द लिँदै अहिले चाहिँ हामी मजा गरिरहेको छ एकदम दामी बिच रहेछ यो मजा आयो यो गरम अब अहिले हाम्रोतिर हेऱ्यो भने त धेरै नै जाडो छ तर यहाँ चाहिँ एकदम गरम छ यु क्यान सी दिस वेभ फुल पिस अफ माइन्ड यसले दिन्छ है नेचुरल टच इन्डियन नेभी म्युजियममा के छ अहिले चाहिँ घुम्दै घुम्दै धेरै जग्गाहरू घुम्नुपर्ने छ अहिले भने यहाँ आइपुगेको छ